नमस्ते बाजे। ल नमस्ते। अनि यहाँ त अब आउनु भएको छ बोट बिरुवा लिएर। के छ यो तपाईँको जहिले तहिलेको लागि हो कि एकछिन क्षणिकको लागि मात्रै हो? यो अब निरन्तर रोपिन्छ सकिन्छ अब जहिलेसम्म सकिन्छ। अब रोप्नु पर्यो नि त। अब यो यत्तिकै छोड्यो भने त फेरि घारी जङ्गल आएर तपाईँको बिरुवा रोपेको र नरोपेको एउटै हुन्छ। यसलाई त अब बेला बेलामा फाड्नु पर्यो, घोड्नु पर्यो। के छ? अब सकिन्जेल आउनु पर्यो, पानी लाउनु पर्यो, सेपसाप घाँस फालिदिनु पर्यो। कोही कोही बिरुवा मर्छ, फेरि अर्को बिरुवा ल्याएर त्यही ठाउँमा रोपिदिनु पर्यो उसको सट्टा। अनि यो ठाउँ मैले साह्रै पहिला जो हिँडेको बाटो र सम्झना गरेको र माया लाग्छ। हामी 21-22 सालतिर नुन बोकेँ मैले। हजुर। मेरो आमाले तान बुन्थ्यो, अनि धागो पनि लिन आउँथे, मट्टितेल लिन आउँथे। गाउँमा त्यतिखेर मट्टितेल को चलन मात्रै थियो। त्यसरी बिजुली बत्तीहरूको त पुरै थिएन। धारा आउँदा मात्रै 1-2वटा बत्ती बल्थ्यो। अनि त्यही कारणले म नुन बोक्ने ठाउँ, आमा तान बुन्दा कपडा त्यो धागो बोकेर आउँथे। यो चुरी बास फेदी पर्छ, चुरी बासै भनौँ न, यिनीहरू चुरी बास हो। यो पहिला भारी बोक्दा हामी हिँडेर सुत्थ्यौँ, हिँडेर बास बसेर उता धारा पानी झर्थ्यौँ, मूलघाट हुँदै धनकुट्टा हुँदै त्यसरी हिँडेको बाटो हुनाले यो पदयात्रा पदमार्ग हो। पदमार्ग त्यही बिर्सिनु सक्दिनँ। र मैले यसो वृक्षरोपण आफू पछि मरिगए पनि अब त्यो बिरुवाहरू रहिरहोस् भन्ने मेरो भावनाले रोपेको हो। हजुर। भनेपछि यो बोट बिरुवा रोप्नुको लागि कसको अनुमति लिनुभयो कि आफै खुसी गर्नुभयो कि के हो? अनुमति भनेको यहाँको मेयरलाई मैले सोधेँ। अनि यो जलधार क्षेत्रमा ठुलो बिरुवा, राम्रो बिरुवा जगाएर अरू बिरुवाहरू लाउनु सकिन्छ भनेर उहाँको अनुमतिबाट र धरानको सबै जनताहरूको इच्छा अनुसार यसरी मैले चाहिँ रोपेको, सल्लाह अनुसार भनौँ न। सल्लाह राम्रै गर्नुभयो। अनि यो बोट बिरुवा चाहिँ के छ तपाईँको? मेरोमा यहाँ चाहिँ अहिले यो के हो बाजे? यो एभोकाडो अनि यता आउनु बाजे। आँप, हजुर, आँपहरू छ। अनि यो